नमस्ते। आज तपाईँहरूलाई फेरि तराईको एउटा स्पेसल डिस बनाएर देखाउँदैछु। पहिला पनि बनाएरै देखाएको हो, तपाईँहरूले चाहिँ बनाएर खानु भएको छैन होला। म आज फेरि तपाईँहरूलाई बनाएर देखाउँछु है। यो चाहिँ मुङको दाल हो। मुङको दाललाई चाहिँ कुकरमा 2 देखि 3 सिटी लगाएपछि थोरै पानी राखेर कुक हुन्छ। अनि त्यसलाई चाहिँ मिक्सरमा ग्राइन्ड गरेर अनि थोरै तेल र जिरा फुराएर चाहिँ यसलाई फ्राई गर्ने हो। यो चाहिँ लगभग फ्राई भइसक्यो। अब यसलाई चाहिँ एउटा भाँडामा झिक्ने अनि अब चाहिँ गहुँको पिठोलाई मुस्ने। हामीले सुक्खा रोटी पोल्दाखेरि मुस्छौँ नि, त्यस्तै गरी मुस्ने। अनि थोरै गहुँको पिठो लिएर चाहिँ यसमा दालको मिक्सरलाई चाहिँ यसमा राखेर अनि छोपेर अनि फेरि बेल्ने हो। म तपाईँहरूलाई देखाउँछु है। यसरी चाहिँ दाल राख्ने ठाउँ बनाउने अनि दाल राख्ने अनि यसलाई चाहिँ छोप्ने। मोमो बनाए जस्तै कि मोमोलाई त्यो किमालाई भर्छ नि, त्यस्तै गरेर भर्ने। तर त्यसमा चाहिँ डिजाइन बनाएर भरिन्छ भने यसमा चाहिँ त्यस्तो डिजाइन बनाउनु पर्दैन, खालि सिम्पल छोप्ने हो ताकि दाल चाहिँ बाहिर नआओस्, भित्रै होस् भनेर चाहिँ यस्तो तरिकाले चाहिँ छोपिन्छ। म तपाईँलाई देखाउँछु। हाम्रो नेवारको चाहिँ हो कि योमारी छोपे जस्तै गरेर छोप्ने अनि त्यसैलाई चाहिँ गोलो डल्लो बनाउने हो। अब यसलाई चाहिँ मजाले रोटी बेले चाहिँ बेल्ने र है तावामा राख्ने अनि माथिबाट चाहिँ थोरै 1 चम्चा तेल हालेर पकाउन सकिन्छ। दाललाई चाहिँ कुकरमा राख्ने बेलामा नै हामीले नुन राखिसकेको हुन्छौँ, त्यही भएर चाहिँ टेस्ट आउँछ। एक्स्ट्रा छुट्टै पछि नुन अथवा मसला केही पनि राख्नु पर्दैन, खालि नुन मात्रै राख्ने। अनि पाकिसकेपछि चाहिँ फ्राई गर्नको लागि जिरा राखेर फ्राई गर्ने हो। अरू कुनै मसलाहरू एड गर्नु पर्दैन। तपाईँहरूले मन लाग्छ भने ज्वानो चाहिँ राख्न सक्नुहुन्छ। ज्वानोले चाहिँ हेल्थ डाइजेसनमा पनि हेल्प गर्छ अनि टेस्टमा पनि मिठास बढाउँछ है, कसैलाई त्यसको स्वाद मनपर्छ। दाल पुरीमा चाहिँ सधैँ तेल नै हालेरै पकाउनु पर्छ भन्ने छैन। तपाईँहरूले सुक्खा पनि पकाउन सक्नुहुन्छ र तेल हालेर पनि पकाउन सक्नुहुन्छ। अनि जुन अघि मैले भने नि अरू केही हाल्नु पर्दैन दालमा भनेर है, मसलाहरू चाहिँ केही हाल्नु पर्दैन। तर तपाईँले हरियो खुर्सानी प्याज काटेर मिसाएर हाल्दाखेरि चाहिँ एकदम टेस्ट चाहिँ मिठो हुन्छ है, त्यो चाहिँ हाल्न सक्नुहुन्छ। मसिनो गरी प्याजहरू काट्ने अनि खुर्सानी पनि त्यस्तै मसिनो गरी काट्ने र राख्ने अनि त्यसपछि पकाउने। यसपालि चाहिँ तपाईँहरूले पकाएर खानुपर्छ है। मैले यत्रो बनाएर देखाइरहेको छु अनि तपाईँहरूले चाहिँ बनाएर खानुभएको छैन भने मलाई मजा आउँदैन। मलाई कमेन्ट गर्नु है, बनाएर मैले खाएँ भनेर। अनि मैले चाहिँ परौठा पनि बनाउँदैछु। मेरो पापाजीलाई चाहिँ परौठा मनपर्छ, उहाँले चाहिँ खासै दाल पुरी मन पराउनुहुन्न, त्यही भएर उहाँको लागि चाहिँ मैले परौठा बनाउँदैछु। परौठा पनि पहिला गोलो बनाएर बेल्ने अनि तेल लगाउँदै एउटा ट्रायङ्गल सेपमा राख्ने र 2 साइडमै पकाउने। 2 साइडमै पनि पकाइसकेपछि फेरि बिचमा पनि खोलेर पकाउँदाखेरि अझै मजाले कुक हुन्छ र क्रन्ची पनि हुन्छ, मिठो पनि हुन्छ। म तपाईँहरूलाई देखाउँछु है। पापाजीले चाहिँ मिनाले बनाएको परौठा एकदम राम्रो लाग्छ भन्नुहुन्छ है। त्यसको रहस्य चाहिँ यही हो, बिचमा पनि फोल्डलाई खोलेर कुक गरिदिने। भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक र कमेन्ट पनि गरिदिनु होला है। हस्त धन्यवाद। शुभ दिन।